सानो गाउँको एउटा घरमा बस्ने माया सधैँ आकाशतिर हेर्थी। उसको आँखा भरिएका हुन्थे सपनाले, तर त्यो सपना सजिलो थिएन। घरको अवस्था कमजोर, जिम्मेवारिस धेरै, बुबा बिरामी, आमा दिनभरि काममा व्यस्त। मायाले पढाइसँगै घरको सबै काम सम्हाल्थी। कहिलेकाहीँ उसलाई लाग्थ्यो कि मेरो सपना यत्तिकै हराउने त होइन। एक दिन विद्यालयमा शिक्षकले सोधे, तिमीहरू ठुलो भएर के बन्न चाहन्छौ? सबैले ठुल्ठुला सपना सुनाए। मायाको पालो आयो। ऊ केही समय चुप लागि र बिस्तारै भनिन्, म शिक्षक बन्न चाहन्छु। उसको कुरा सुनेर सबै साथीहरू हाँसे। तिमी शिक्षक? तिमी शिक्षक भन्दै उसलाई गिज्याउन थाले। त्यो हाँसोले उसको मन दुख्यो, तर उसले आफ्नै मनलाई भनिन्, म सक्छु, म गर्न सक्छु। त्यसपछि मायाले हार मानिनन्। ऊ रात ढिलोसम्म पढ्न थालिन्। बिहान चाँडै उठेर काम सक्थी। थकान थियो, आँसु पनि थिए, तर उसको सपना अझै बलियो हुँदै गइरहेको थियो। वर्षहरू बित्दै गए। अन्ततः परीक्षाको नतिजा आयो। माया उत्कृष्ट अङ्कसहित पास भइन्। त्यो दिन उसको आँखा फेरि भरियो, तर यसपटक उसको आँखा खुसीले भरिएको थियो। आज माया त्यही विद्यालयमा शिक्षक छिन् जहाँ पहिले उसलाई हाँसो बनाइएको थियो। अब ऊ अरूलाई सिकाउँछिन्, सपना देख्न नडराऊ, किनकि सपना नै हो जसले असम्भवलाई सम्भव बनाउँछ। हो, सपना सानो वा ठुलो हुँदैन, त्यसलाई पुरा गर्न हिम्मत ठुलो हुन्छ। हार नमानी अघि बढ्यो भने एक दिन सपना पक्कै साँचो हुन्छ। धन्यवाद।